आफ्नो खुसी देख्न पनि पाउन्न, न श्रीमतीलाई साथ दिन सक्छ, न घर परिवारलाई लात दिन सक्छ। तर नबिछोडिएको कुनै छोरा मान्छे नै हुँदैन। साथीभाइसँग घुम्न पनि पाउन्न, न त हाँस्न पाउँछ न त बाँच्न नै पाउँछ। कहिले पारिवारिक बन्धन त कहिले सामाजिक बन्धन भन्दै टारिनुपर्छ, किनकि म घरको जेठो छोरा हो। घरको अर्थतन्त्र, घरको स्वाधीनता, घरको स्वतन्त्रता उसले हेर्नुपर्छ। तर आफ्नो भन्ने कहिल्यै केही देख्न पाउन्न, किनकि म घरको जेठो छोरा हो। व्यवहारिक जिम्मेवारीको काँध बोकेर हिँड्दा कहिले काहीँ पछारिँदा पनि म लड्न पाउन्न, किनकि म घरको जेठो छोरा हो। पारिवारिक जिम्मेवारीको काँध बोक्न सकिनँ भने पनि हुतियारा कहलिँदा आफ्नो जिम्मेवारी बोक्दिनँ भन्न पाउन्न, किनकि म घरको जेठो छोरा हो। दाजुभाइ खुसी हुँदा, दिदीबहिनी खुसी हुँदा उनीहरूको रोजाइ, उनीहरूको खुसी नै मेरो खुसी मान्नुपर्छ, किनकि म घरको जेठो छोरा हो। सबैको मनमा खुसी उमङ्ग हुँदाखेरि मेरो मनमा 24 घण्टा घर व्यवहार परिस्थिति र तनाव धेरै हुँदा कस्तो छ, के भयो, न कसैले सोध्छन्, न कसैले सान्त्वना नै दिन्छन्, किनकि म घरको जेठो छोरा हो।